सो हेलो गाइस, स्वागत छ तपाईलाई डिबग नेपाल च्यानलमा। आजको हाम्रो टपिक रहेको छ एजाइल मोडेल। सो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब द च्यानल एन्ड विदाउट एनी फर्दर डिले लेट्स गेट स्टार्टेड। सो एजाइल मोडेल भनेको के रहेछ भनेपछि इट्स एन आइटरेटिभ एन्ड इन्क्रिमेन्टल एप्रोच टु सफ्टवेयर डेभलपमेन्ट। सो अनलाइक हाम्रो वाटरफल मोडेलहरू जस्तो सो एजाइल मोडेल चाहिँ फ्लेक्सिबिलिटी, कन्टिन्युअस फिडब्याक, वर्किङ सफ्टवेयर अनि कस्टमर सेटिस्फ्याक्सनमा चाहिँ फोकस गर्छ। आइटरेटिभ एन्ड इन्क्रिमेन्टल प्रोजेक्ट। सो एजाइल मोडेलमा चाहिँ हामीले चाहिँ प्रोजेक्ट हुन्छ नि त, त्यसलाई चाहिँ हामीले चाहिँ सानो सानो पार्टमा चाहिँ डिभाइड गर्छौँ अनि त्यो सानो पार्टलाई चाहिँ स्प्रिन्ट भनिन्छ। यसलाई चाहिँ मजाले बुझौँ है त। सो जस्तै तपाईँले चाहिँ एउटा कुनै प्रोजेक्ट बनाउँदै हुनुहुन्छ अन्य कुनै मोडेल युज गरेर। सो अब त्यो इम्प्लिमेन्ट गर्न त टाइम लाग्छ नि त, जस्तै अब 6 महिना लाग्न सक्छ, नभए 1 वर्ष लाग्न सक्छ। र त्यो टाइम ड्युरेसनमा त अब कुनै नयाँ नभए त्यस्तै मार्केटमा आयो भने त हामीलाई गाह्रो पर्छ नि त। त्यही भएर चाहिँ हामीले चाहिँ एजाइल मोडेलको युज गर्छौँ। सो लाइक जुन हामीले चाहिँ सानो सानो पार्टमा चाहिँ डिभाइड गरेको छ नि त स्प्रिन्टलाई, सो त्यसलाई चाहिँ हामीले चाहिँ इम्प्लिमेन्ट गर्छौँ कस्टमरको फिडब्याक लिँदै होइन। लाइक चाँडोभन्दा चाँडो हामीले चाहिँ इम्प्लिमेन्ट गर्छौँ अनि मार्केटमा रिलिज गरिहाल्छौँ अनि त्यसपछि चाहिँ हामीले चाहिँ इम्प्रुभमेन्ट गर्छौँ त्यसमा चाहिँ। सो त्यसलाई चाहिँ हामीले चाहिँ एजाइल मोडेल भन्छौँ। लाइक हामीले चाहिँ जति चाँडो सक्छौँ त्यसलाई चाहिँ हामीले चाहिँ इम्प्लिमेन्ट गर्ने बित्तिकै रिलिज गरिहाल्छौँ अनि त्यसपछि चाहिँ हामीले चाहिँ इम्प्रुभमेन्ट गर्छौँ कस्टमरको फिडब्याक चाहिँ लिँदै। सो द्याट्स वाइ एजाइल मोडेल इज द वान अफ द बेस्ट मोडेल। अनि अहिले सबभन्दा बढी युज हुने भनेकै एजाइल मोडेल हो। जति पनि ठुलो ठुलो कम्पनी छ नि लाइक फेसबुक, इन्स्टाग्राम, ट्विटर, सबले चाहिँ एजाइल मोडेलकै युज गर्छ। सो बिकज अफ इट्स फास्टर डेलिभरी, बेटर एलाइनमेन्ट विथ कस्टमर निड्स अनि इम्प्रुभ प्रोडक्ट क्वालिटी कम्पेयर टु ट्रेडिसनल लाइक वाटरफल मोडेल। सो अब चाहिँ रहेको छ की प्रिन्सिपल अफ एजाइल मोडेल। सो यसमा चाहिँ हाम्रो कस्टमर कोलाबोरेसन। सो लाइक हाम्रो चाहिँ एजाइल मोडेलमा चाहिँ कस्टमर इन्टरेक्सन होइन फर्स्टदेखि लास्टसम्म एकदमै बढी हुन्छ। सो एकदमै अनि कस्टमरको फिडब्याक लिँदै हामीले चाहिँ डेभलपमेन्ट गर्छौँ। सो द्याट्स वाइ चाहिँ कस्टमर कोलाबोरेसन। सो रिस्पोन्डिङ टु चेन्ज, अब कस्टमरलाई केही मन परेन, कस्टमरलाई केही चेन्ज गर्नु छ भने चाहिँ हामीले चाहिँ रिस्पोन्डिङ टु चेन्ज पनि यसमा चाहिँ मजाले गर्न मिल्छ। सो अब चाहिँ हाम्रो इन्डिभिजुअल अनि इन्टरेक्सन। सो यसमा चाहिँ हाम्रो चाहिँ टिम मेम्बर जति पनि हुन्छन्, टिम मेम्बर कस्टमर तिनीहरूसँग चाहिँ कम्युनिकेसन चाहिँ एकदमै मजाले हुन्छ अनि यसमा चाहिँ हामीले इफेक्टिभ कम्युनिकेसन अनि टिमवर्क हेर्न सक्छौँ। अनि वर्किङ सफ्टवेयर। सो वर्किङ सफ्टवेयरमा चाहिँ हामीले चाहिँ सफ्टवेयर बनाउनु चाहिँ बढी ध्यान दिन्छौँ रादर देन डकुमेन्टेसनमा। सो अब चाहिँ यसको हामीले चाहिँ फेजेसहरूको बारेमा कुरा गरौँ है त। लाइक कन्सेप्ट, डिफाइन हाई लेभल प्रोजेक्ट, अनि त्यसपछि हाम्रो रहेको छ प्लानिङ, क्रिएट युजर स्टोरिज एन्ड स्प्रिन्ट्स, सो द डिजाइनिङ, डिस्कस सिस्टम आर्किटेक्ट्स अनि युआई अर युएक्स। सो त्यस्तै गरी हाम्रो रहेको छ डेभलपमेन्ट अनि त्यसपछि हाम्रो टेस्टिङ रहेको छ। यति चाहिँ सब हाम्रो चाहिँ एजाइल मोडेलको फेजेसहरू भयो। सो अब चाहिँ यसको हामीले एडभान्टेज अनि डिसएडभान्टेजको बारेमा कुरा गरौँ। सो एडभान्टेजमा चाहिँ फास्टर टाइम मार्केट। सो लाइक एज यु अलरेडी टक है, अब चाहिँ हामीले चाहिँ इम्प्लिमेन्ट गर्ने बित्तिकै चाहिँ हामीले चाहिँ मार्केटमा रिलिज गरिहाल्छौँ। सो द्याट्स वाइ चाहिँ फास्टर टाइम टु मार्केट अनि बेटर कस्टमर कोलाबोरेसन, हाई फ्लेक्सिबिलिटी अनि एड्याप्टेबिलिटी, इम्प्रुभ प्रोडक्ट क्वालिटी। अनि अब चाहिँ हाम्रो रहेको छ च्यालेन्जेस अफ एजाइल मोडेल। सो यसमा चाहिँ हाम्रो चाहिँ रिक्वायर हाई कस्टमर इन्भल्भमेन्ट। लाइक यसमा चाहिँ हामीले चाहिँ कस्टमरको कन्टिन्युस फिडब्याक लिइरहेको हुन्छौँ। सो त्यस्तै गरी रहेको छ अब यसमा चाहिँ हामीले चाहिँ होइन यो जुन हाम्रो छ नि डिफिकल्ट टु एस्टिमेट प्रोजेक्ट टाइमलाइन्स एन्ड कस्ट, यसमा चाहिँ हामीले चाहिँ हाम्रो प्रोजेक्ट कहिले सक्छ त र कति पैसा लाग्छ त्यो चाहिँ डिटरमाइनै गर्न सकिँदैन। सो नट सुइटेबल फर प्रोजेक्ट निडिङ टु एक्सटेन्सिभ डकुमेन्टेसन। लाइक जुन प्रोजेक्टको लागि चाहिँ एकदमै हाई डकुमेन्टेसन, एक्सटेन्सिभ डकुमेन्टेसन चाहिन्छ त्यसको लागि चाहिँ यो प्रोजेक्ट हुँदै होइन। यसमा चाहिँ हामीले चाहिँ वर्किङ सफ्टवेयरको लागि चाहिँ बढी ध्यान दिनेछौँ। सो आई होप यति चाहिँ सबैले मजाले बुझ्नु भएको छ। यति बुझेपछि हजुरलाई कहीँ पनि प्रब्लम आउने छैन। आई होप यु अल लाइक दिस भिडियो। थ्याङ्क यू।